हेलो एभ्रिवान, रेशम फेरिको न्यू ब्लगमा स्वागत छ साथीहरूलाई। म चाहिँ अफिसतिर हिँडेको है साथीहरू, अफिसतिर हिँडेको र साथीहरूलाई मेरो ब्लग बाटो देखाउँदै हिँड्छु है त साथीहरू। यो त म सधैँ तर्ने पुल भइहाल्यो के अरे हाम्रो। यहाँ अलिअलि नयाँहरूलाई अप्ठ्यारो हुने घुम्ती छ। यो हाम्रो सबै गाउँबाट बेनीतिर सामुदायिक पढ्न जाने टोली के छ। ल साथीहरू, म लागेँ बेनीतिर। मेरो अफिस बेनी है त साथीहरू। हिजो चाहिँ यहाँ हल्का पहिरो आएको थियो, सानो, धेरै ठाउँमा ठुलै आएको थियो अरे, यहाँ सानो सानो थियो। अनि हिजो नै सानो भएको भएर क्लियर भयो है साथीहरू। पहिलाको यहाँ ठुलो पहिरो हो, बिस्तारै झर्दा झर्दै आफै बसिसकेछ। अनि अलिक ठुलो पानी आउँदा सानो सानो आउँछ। माथिको ल यहाँबाट पारिबिनीसम्म पिच छ साथीहरू। सरर ठिकै छ यो बाटो चाहिँ। यो केराबारी पारी हाम्रो सीमा गाउँ भइहाल्यो। यो घुम्टीदेखि पारीदेखि नै यो केराबारी साथीहरू। अब नयाँ ठाउँ त जाने त्यस्तै हो साथीहरूलाई चाहिँ। यही अफिस आउने जाने गरेको भिडियो देखाउन पर्ला जस्तो छ साथीहरू। मा सोल्टिनेहरू पारिसीमा एकैछिन यो 220 को पछि हिँड्नमै त कस्तो हुने रहेछ बा रन्केको। ओहो सक्न्न साथीहरू, आफूलाई धेरै छिटो हिँड्ने बानी छैन। ठिक्क स्लो ड्राइभ लङ लाइफ। म त साथीलाई एकलट चेस गर्छ है त। यहाँ त चेकिङ हुन्छ क्या। चेकिङ छ यहाँ, स्योर चेकिङ। गाडीहरू रोकिरहेको छन् साथीहरू। गाडीहरूको रहेछ, बाइक रोके होइन, बाइक नै रहेछ। म चाहिँ दिनदिनै हिँड्ने भएर, अनि एकजना चिनेको सर पनि हुनुहुन्छ। हामी मनाङ सँगै बस्नु भएको छ। यो मिलनचोक है त साथीहरू, मिलनचोक। यहाँको यो बाटोको यो खाल्डो 1 वर्ष हुन लाग्यो, कसैले पुर्दैनन्।
तिम्रै दया तिम्रै बया मन सपन भन्ती हो सबै ठोकी लाछाप मायालाई बन गलबन्दी हो कि सिलबन्दी हो बेनी पुग्नलाई धेरै टाइम लाग्दैन बाटो राम्रो छ नि त पारी बाटो यो बाटो म पहिला यो पारीको बाटो हिँड्थेँ साथीहरू वहाँ पारीको यो बाटो लास्ट अफरोड थियो नि त अनि त्यो आधी पिच भेटिन्छ हाम्रो गाउँतिरको त बाटो त्यही 19 फाउन्टेनकै हो गरे यो बाटो चाहिँ कालीगण्डकी करिडोर भएर राम्रो पिच भएको छ हिजो यहाँ पारीको खेल मैदान जति सब पुगेको थियो कि कालीगण्डकी यति ठुलो आएको अझसम्मकै ठुलो थियो होला यो लाममा खेत आइहाल्यो खेत लामा खेतबाट एकैछिन हिँडेपछि पारी बिनी पछि हाम्रो म्याग्दीको मेन बिनी यो ठाउँ चाहिँ पर्वततिरै हो साथीहरू अब त्यो हाम्रो चाहिँ त्यो पक्की पुल कटेपछि म्याग्दी सुरु हुन्छ सुरु 0 पोइन्ट त हाम्रै गाउँतिर हो तर बाटोले तल्लो बाटोले सुरु चाहिँ यही हुन्छ साथीहरू चाहिँ म्याग्दीकालीको दोकान है साथीहरू अहिले त्यो दोकानतिर पनि जान्छ है त तल्लो रिङ रोड भन्छ र बेनीको अहिले भाइरल भइरहेछ यो पर्वत बेनी हो गरे यहाँ चाहिँ घरहरू सार्नु पर्ने अथवा के छ यिनीहरूको समस्या त्यही भएर यो पिच हुन सकेको छैन यहाँ अलिकति अफरोडै छ साथीहरू अहिले त यतिको देखिन्छ पानी आयो भने झन् बेसरी हिलो हुन्छ हो यहाँनिर त धौलागिरीको शिर पनि देखेको रहेछ है माथि पर आज त मौसम पुरा खुलिरहेछ त्यहीँ छ के बाटो त पर्वत बेनीको अफरोड
अब यहाँबाट पुल तरेपछि बेनी बजार साथीहरू। यो मुस्ताङ माथि जाने बाटो पनि हो है साथीहरू। म्याग्दी जिल्ला प्रवेशद्वार म्याग्दी जिल्लामा हार्दिक स्वागत गर्दछौँ। म चाहिँ भाइरल रोड हुँदै जान्छु है त साथीहरू। भाइरल रोड के भन्ने रिङ रोड बेनीको। झमझम पर्यो पानी गुर्जा घाटै। हिजो खतरा माथि माथि थियो के हिजो काटी गण्डकी। हाम्रो रिङ रोड यहाँ बेलुकातिर त्यो के भन्छ पसल पनि लिएर आउँछ अनि मान्छेको चलपल हुन्छ साथीहरू बेलुकातिर यहाँ। म्याग्दी उतैबाट जान्छु। म्याग्दी खोला र कालीगण्डकीको सङ्गमै यो साथीहरूको अगाडि। हिजो यहाँ धेरै भिडियो आएको थियो। माथिसम्म पानी थियो यो दुईतिर, यताको काली उताको म्याग्दी। म्याग्दी खोला नि हिउँदमा सानो बर्खामा त बोलाउँछ पनि। हिजो त माथि माथि थियो। ओहो साथीहरूको यहाँ खनाइ रहेछ क्या। अब मेरो अफिस आउन लाग्यो है त साथीहरू। दैनिक यहीँसम्मको अप अनि घरसम्मको डाउन हुन्छ है साथीहरू। अप डाउन भइरहेको छ। जागिर खानै पर्यो। हस् त साथीहरू फेरि भेटौँला बेलुकाको। यो भिडियो मन परेको भए लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोस्। यस्तै रमाइला भिडियोका लागि हाम्रो च्यानल सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्नुहोस्। धन्यवाद।